नमस्कार। आज फेरि तपाईँ समक्ष उपस्थित भइरहेको छु। आज 20 पैसा एल्युमिनियम म्याग्नेसियममा बन्नेको कम्युनिटी कोइनको विषय लिएर आएको छु र यो सन् 1982 र 1983 सालमा बन्नेको थियो। भारत सरकारले बनाएको थियो र यो सबै दुईटा कोइन स्केच क्याटेगोरीको कोइन हो र यसको पनि तपाईँले राम्रो दाम पाउन सक्नुहुन्छ। आउनुहोस् आजको यो भिडियो सुरु गरौँ। आजको सर्वप्रथम कोइन सन् 1982 सालमा भारतको दुईटा मिन्ट कलकत्ता अनि हैदराबाद मिन्टबाट बन्नेको थियो यो कोइन। मेटल थियो यसको एल्युमिनियम म्याग्नेसियम, वेट थियो यसको 2.20 ग्राम, साइज थियो 26 mm र सेप थियो हेक्सागोनल। र यो कोइन कलकत्ता अनि हैदराबादमा बन्नेको यो कोइन स्केच क्याटेगोरीको कोइन हो, जो तपाईँको फाइन कन्डिसनमा 25 रुपियाँ, भेरी फाइन कन्डिसनमा 40 रुपियाँ, एक्स्ट्रा फाइन कन्डिसनमा 80 रुपियाँ अनि युएनसी कन्डिसनमा 300 रुपियाँ कलकत्ता मिन्टको र हैदराबाद मिन्टको फाइन कन्डिसनमा 15 रुपियाँ, भेरी फाइन कन्डिसनमा 25 रुपियाँ, एक्स्ट्रा फाइन कन्डिसनमा 50 रुपियाँ अनि युएनसी कन्डिसनमा 250 रुपियाँसम्म तपाईँले एउटा कोइनको तपाईँले पाउन सक्नुहुन्छ। खाद्य दिवस वर्ल्ड फुड डे, विश्व खाद्य दिवस वर्ल्ड फुड डे जुन तपाईँको स्क्रिनमा आइरहेको छ, यस कोइनको तपाईँले कलकत्ता मिन्टको 30 रुपियाँदेखि 300 रुपियाँसम्म अनि हैदराबाद मिन्टको तपाईँले 15 रुपियाँदेखि 250 रुपियाँसम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ। विश्व खाद्य दिवस वर्ल्ड फुड डे 1982 सालको कम्युनिटी कोइन 20 पैसाको। र आजको दोस्रो कोइन तपाईँको स्क्रिनमा आइरहेको छ। 1983 सालमा मेटल थियो सेम एल्युमिनियम म्याग्नेसियम, वेट पनि सेम थियो 2.20 ग्राम, साइज पनि सेम थियो 26 mm र सेप थियो हेक्सागोनलै थियो। यो पनि तपाईँको भारतको दुईटा मिन्ट कलकत्ता अनि हैदराबाद मिन्टबाट बन्नेको थियो। यो पनि एउटा स्केच क्याटेगोरीको कोइन हो, जो तपाईँको फाइन कन्डिसनमा 5 रुपियाँ, भेरी फाइन कन्डिसनमा 10 रुपियाँ, एक्स्ट्रा फाइन कन्डिसनमा 15 रुपियाँ अनि युएनसी कन्डिसनमा 50देखि 75सम्म तपाईँले एउटा कोइनको तपाईँले पाउन सक्नुहुन्छ 1983 को यो कोइनको। र यो दुइटै कोइन तपाईँको आज जुन तपाईँलाई मैले देखाएको छु, यो दुइटै कोइन तपाईँको स्केच क्याटेगोरीको कोइन हो र आउने दिनमा अझै यसको दाम अझै बढेर जाने सम्भावना छ। र अगर तपाईँले सम्हालेर राख्नु भएको छ भने सम्हालेर नै राख्नुहोस्, यसलाई हतार नगर्नुहोस् बेच्नुको लागि। यो तपाईँको आउने टाइममा यसको अझै पनि दाम बढेर जानेछ। र 1982 सालको विश्व खाद्य दिवस एल्युमिनियम म्याग्नेसियममा बनेको 20 पैसा अनि 1983 सालमा फिसरिजको थिममा बनेको एल्युमिनियम म्याग्नेसियमको 20 पैसा। यो दुइटै कोइन तपाईँले सम्हालेर राख्नुपर्ने हो। र जुन खाद्य दिवसको जुन प्रथम कोइन थियो त्यो तपाईँलाई भनिहालेँ 25 रुपियाँदेखि 300 रुपियाँसम्म र सेकेन्ड फिसियसमा तपाईँको 5 रुपियाँदेखि 70-75 रुपियाँसम्म तपाईँले एउटा कोइनको तपाईँले पाउन सक्नुहुन्छ। र देख्नुभयो होला 20 पैसा पनि कति महँगो हुन्छ भनेर। र कुनै पनि कोइन कुनै पनि नोटको विषयमा तपाईँलाई कुनै पनि जानकारी चाहनुहुन्छ भने मलाई कमेन्ट गरेर अथवा मसँग कन्ट्याक्ट गरेर तपाईँले जान्न सक्नुहुन्छ र अवश्य म त्यसमा तपाईँलाई सहायता गर्नेछु। मेरो भिडियो तपाईँलाई कस्तो लाग्दैछ अवश्य कमेन्ट गरेर भन्न सक्नुहुन्छ। र कुनै अगर कोइन नोटको विषयमा जानकारी दिनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। र आशा गर्छु मेरो भिडियो लाइक, सेयर अनि कमेन्ट गर्नुहुन्छ भनेर। र साथै फेसबुक च्यानललाई फलो अनि युट्युब च्यानललाई सब्सक्राइब गर्नुहुन्छ भनेर धेरै आशा गर्दैछु। र आउँदो दिनमा नेक्स्ट भिडियोमा फेरि अर्को कोइन अथवा नोटको विषय लिएर आउनेछु। तबसम्मको लागि धन्यवाद।